एभ्रिवान, वेलकम, नमस्ते, सेवारो है सबैजनालाई। आज पनि फेरि नयाँ ब्लग लिएर आइसकेको छु। म स्वागत गर्न चाहे तपाईहरुलाई मेरो नयाँ ब्लगमा। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छौं। अनि आज चाहिँ विशेष गरी हामी म्याङलुङ बजार जाँदै छौं। हाम्रो विशेष कामले गर्दाखेरि यसो अब तिहार पनि आयो, भाइ र म जाँदै छौं। लेट्स सी, हेर्नुहोस् अब के हुन्छ, आजको दिनहरु कस्तो हुन्छ। ब्लग त्यस्तो खासै राम्रो बनाउन त आउँदैन हैन, त्यही पनि यसो जस्ट प्र्याक्टिस गरिरहेको छु। यसो तपाईहरुले सपोर्ट गरिदिनु होला। तपाईहरुको सपोर्टले गर्दा नै म अघि बढ्ने हो। यसो गाउँघरमा के कसो भनेर मिन्जो ला लिम्बु कुरा छिरिहाल्यो नि। हो थेत्तेरीका हच्छा खत्तमै पक्से। यो चाहिँ गाउँघर यता पर घुम्ती। ल घुम्ती है, हेर्नुहोस् कस्तो राम्रो छ। ल बाटो हिँड्ने क्रममा चाहिँ यता यो घुम्ती होला सायद। यहाँनिर पिङ रहेछ। हामीले खेल्यौँ एकछिन, अब हामी जानेछौँ। ल यो चाहिँ कुन गाउँ पो भाइ हो? घुम्ती। घुम्ती। बस अझै आएको छैन। ल हामी यहाँदेखि यता आइसक्यौँ। यहाँ आइसक्यौँ कोबेक। बस भर्खर त्यहाँ पर कराउँदैछ। हामी बस चढ्यौँ, बल्ल बस आइपुग्यो। तिमीसँग जान्छ। खाजा खाएर निस्किसक्यौँ। अब हाम्रो सवारी म्याङलुङसम्मको हुनेछ। जिरी पुगेर खाजा खाइसक्यौँ। स्पेसल टेम्पो चढेर हामी गयौँ म्याङलुङसम्म। सकेर घर फर्किँदैछु। ल गाइस, हामी चाहिँ अब बसमा चढिसक्यौँ। अब हामी घर जानेछौँ। हाम्रो यात्रा घरसम्मको हुनेछ। तपाईहरुले हेरेर साथ दिनु होला। ल गाइस, हामी चाहिँ फाइनली घर आइपुग्यौँ। अब टक्क घर पुग्यौँ भन्दा नि अब बाटोमै छौँ। टक्कसँगले बसदेखि चाहिँ छुट्यौँ। अब आजको ब्लग यतिमै एन्डिङ गर्नु पर्यो साथीहरू। एकदम टाउको दुखिराखेको छ गाडीको धुवाले। सो मैले अब मेरो ब्लग यहीँ एन्ड गरेँ। सबैजनाले हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। थ्याङ्क यू, बाई बाई।